सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने खालको स्थिति नहोस्। सङ्घीयतालाई चाहिँ अलिकति मर्म अनुसारको सङ्घीयता होस् होइन, सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने खालको स्थिति नहोस् भन्न म चाहन्छु। कानुनमा ठुलो फेरबदल हामीले ल्याउनुपर्छ। कस्तो खालको कानुन छ भन्दाखेरि मैले हिजो कानुन मन्त्रीज्यूलाई भेटेँ अनि टिप्पणी उठाउनुपर्छ भन्दै हुनुहुन्थ्यो। हामीले के बुझ्नु जरुरी छ भन्दाखेरि कानुनमा हामीले चाहिँ परिवर्तन ल्याउन सकेनौँ भने काम गर्न सकिँदैन। जस्तै एउटा उदाहरण दिन्छु, बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले आएर रोक्छ। पानी खुवाउने मन्त्रालयले ट्याङ्की बनाउन खोज्छ, वनले आएर रोकिदिन्छ है। अब म नगर प्रमुख हुँदाखेरि अब सर्दु खोला, सेउती खोला, अँधेरी खोला भन्ने थुप्रै खोलाहरू छन्। त्यसकै छेउमा बाटो चाहिँ कच्ची बाटोमा यत्रो ठुलो भौडी भइराखेको हुने, अनि त्यही खोलाको तपाईँको मिस्किटी लिएर 2-4 ट्र्याक्टर लगाउँदाखेरि वनको प्रहरी आएर हाम्रो प्रहरीलाई पक्रेर लाग्यो। को ठुलो होइन, को चाहिँ ठुलो यहाँ है, अचम्म लाग्यो। यो खालको विरोधाभास होइन देशमा छ। एउटै शरीरको अङ्ग हो नि त हामी त होइन। एउटा अङ्ग चाहिँ हात होला, एउटा के अरे ल स्थानीय तह हात होला भने होइन, अर्को खुट्टा होला। एउटै शरीरको अङ्ग एउटै शरीरको अङ्ग चाहिँ एक आपसमा लडिराखेको जस्तो क्या। त्यसले गर्दाखेरि कानुनमा ठुलो समस्या छ। कानुनले गर्दाखेरि कर्मचारी टेर्दैन।